म चाहिँ आज कुरा गर्न जाँदैछु यो मेटा रे-1 स्मार्ट ग्लासेसको बारेमा। मैले यो मेटा रे-1 स्मार्ट ग्लास किनेको केही महिना भइसक्यो र मैले यसलाई फुल्ली युज गरेर यसलाई बुझिसकेको छु। यसको फाइदा के छ, बेफाइदा के छ र प्राइस अनुसार कस्तो छ यो भनेर सबै कुराको बारेमा चाहिँ यो भिडियोमा चाहिँ म रिभ्यू बनाउनेछु यसको। पहिला सुरु यो ग्लासेसको बारेमा भन्नुपर्दाखेरि एकदम राम्रो लागेको छ मलाई चाहिँ यो ग्लासेस हैन, किनकि जापानमा छु अहिले म र जापानमा हरेक ठाउँमा चाहिँ त्यो क्यामेराहरू लिएर हिँडिरहनको लागि चाहिँ एकदम झन्झटिलो पनि हुन्छ अनि मान्छेहरूले चाहिँ यस्तो खातरले हेर्छन् हैन, क्यामेरा बोकेर हिँडेको मान्छे देखेपछि। तर यो ग्लास युज गर्दा चाहिँ मान्छेले त्यस्तो धेरै वेट तरिकाले चाहिँ हेर्दैन हैन। यसमा सानो एउटा बत्ती चाहिँ बलिरहेको हुन्छ रेकर्डिङ भएको टाइममा। त्योभन्दा बाहेक चाहिँ बत्ती ओर्नी हुँदैन। त्यतिकै लगाएर हिँड्दाखेरि त भिडियो पनि रेकर्ड भएर आउँदैन हुन त। तर भिडियो रेकर्ड हुँदा चाहिँ सानो एउटा बत्ती बल्छ। अफकोर्स यो चाहिँ यो चार्जिङ केससँग आउँछ। यसमा चाहिँ टाइप सी को चार्जर लाग्छ अनि यसमा चार्ज गरेपछि तपाईले लगभग 4-5 चोटि चाहिँ फुल चार्ज गर्न सक्नुहुन्छ यो ग्लासेसलाई। अनि तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ ग्लासेस हो। अनि यो चाहिँ तपाईले ओपन गरेपछि आफै अन हुन्छ अनि यो चस्मा भइहाल्यो। अनि यसको साइडमा चाहिँ यहाँनेर चाहिँ मेन स्विच राखिएको छ जसलाई चाहिँ तपाईले अन अफ गरेर चाहिँ यसको मेन पावरलाई चाहिँ अन अफ गर्न सक्नुहुन्छ। यदि तपाईँ पावर सेभ गर्न चाहनुहुन्छ, अहिले भिडियो रेकर्ड गर्दिन भन्ने चाहनुहुन्छ भने यसलाई चाहिँ यहाँनेरको मेन पावर स्विचलाई चाहिँ अफ गरेर राख्दाखेरि चाहिँ यसको ब्याट्री चाहिँ सेभ हुन्छ। किनकि यो आफैमा चाहिँ धेरै ब्याट्री हुँदैन यसमा चाहिँ तपाईले लगभग 3 मिनेटको भिडियोले फुल्ली रेकर्ड गर्छ र 4 वटा जति रेकर्ड गरिसकेपछि यसको ब्याट्री सकिन्छ। र लगाएपछि यो के यस्तो देखिन्छ अनि लगाएपछि एउटा साउन्ड पनि आउँछ टुङ गरेर। अनि यसको मेन कुरा चाहिँ के छ भने हामीले यसलाई अडियोबाट कन्ट्रोल पनि गर्न सक्छौँ। अब यसको फाइदा र बेफाइदा एक पोइन्ट गरेर भन्दै जान्छु। पहिला सुरु चाहिँ फाइदाबाट जाउँ है त। पहिला सुरु चाहिँ यो लाइट वेट छ, यसरी लगायो अनि हे मेटा स्टार्ट द रेकर्डिङ भनेपछि यसले रेकर्डिङ स्टार्ट गरिदिन्छ। अथवा माथि एउटा बटन छ, त्यो बटनलाई चाहिँ लङ प्रेस गरेपछि चाहिँ भिडियो स्टार्ट हुन्छ। भिडियो स्टार्ट भएपछि तपाईले देख्न सक्नुहुन्छ बत्ती बलिरहेको छ नि, त्यो ब्लिङ्क गरेर भनेको भिडियो भइरहेको छ। अनि यो मात्रै नभएर यहाँ पछाडि पनि एउटा बत्ती हुन्छ, यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ बत्ती बलिरहेको छ नि। यो बत्ती बलिरहेको भनेको हामीलाई भित्रको मान्छेलाई चाहिँ इन्डिकेट गर्नको लागि, जस्तै मलाई इन्डिकेट गर्नको लागि यहाँनिर बत्ती बलिरहेको हुन्छ कि अनि मैले थाहा पाउँछु कि यो बत्ती बलिरहेको छ भनेपछि रेकर्डिङ भइरहेको छ। यो एकदम इम्पोर्टेन्ट छ किनकि 3 मिनेटपछि चाहिँ यसको रेकर्डिङ आफै अफ हुन्छ। 3 मिनेट यसको म्याक्सिमम लेन्थ हो भिडियो गर्ने। एउटा फाइदा त मैले भनिहालेँ, सबभन्दा मेन फाइदा ट्याक्क लगायो भिडियो रेकर्डिङ गर्यो भयो। अनि मैले भन्न छुटाएछु फोटो खिच्न पनि एकदम सजिलो छ। फोटो खिच्न चाहिँ हामीले यसरी लगाएर ट्याक्क एकचोटि क्लिक गरेपछि फोटो खिच्न मिल्यो, फोटो पनि एकदम राम्रो आउँछ, त्यो पनि भइहाल्यो। अनि अर्को फाइदाको बारेमा कुरा गरौँ जुन म धेरै युज गर्छु। यसमा चाहिँ तपाईले म्युजिक सुन्न सक्नुहुन्छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ स्पिकर राखेको छ। यो एक साइडको स्पिकर भयो अनि अर्को साइडमा नि यसरी स्पिकर दिएको छ। मतलब यसमा तल र माथि एकपट्टि साइडमा दुईटा, तल र माथि एकपट्टि साइडमा दुईटा गरेर 4 वटा स्पिकर छ, सानो स्पिकर। अब यो फाइदा चाहिँ के छ यसको भन्दाखेरि हामीले टक्क यसलाई लगायौँ अनि यो स्पिकर चाहिँ ठ्याक्क हाम्रो यो कानको तलपट्टि यतापट्टि चाहिँ कनेक्ट हुन्छ क्या। ठ्याक्क हाम्रो कानसम्म चाहिँ यसले आवाज पुर्याउँछ। जस्तै जुन यो साइडको स्पिकर छ यसले चाहिँ कानसम्म चाहिँ आवाज पुर्याइन्छ ठ्याक्कै। यसले अड्कल गरेर ठ्याक्क कानसम्म आवाज पुर्याइन्छ। अथवा तपाईँको यो स्कल छ नि, यो स्कलमा चाहिँ तपाईँको आवाज पुर्याउँछ। यसले चाहिँ म्युजिक सुन्ने अथवा अडियो तपाईँले रिसिभ गर्ने कन्सेप्टलाई चाहिँ हल्का चेन्ज गरिदिन्छ किनकि तपाईँको माइन्डलाई पनि यो नयाँ लाग्छ कि। सुरुमा तपाईँले लगाइरहनु भएको छ भने अलिकति टाउको दुख्न पनि सक्छ सुरुमा हैन। मेरो त्यो भएको चाहिँ यसले गर्दाखेरि हो या होइन थाहा छैन, तर यो कम्प्लिटली नयाँ तरिकाले हामीले सुन्दैछौँ नि त। जस्तै यसरी लगायो अनि त्यसपछि हाम्रो यता दुईपट्टि साइडबाट चाहिँ म्युजिक आएर अनि स्कलमा कनेक्ट भएर चाहिँ अनि कानसम्म पनि हल्का पुगेर चाहिँ हामीले हियरिङ गरिरहेको छौँ। ट्रेडिसनल मेथडबाट सुन्ने तरिकाले हामीले चाहिँ सुनिरहेको छैनौँ नि त, त्यही भएर। सो मेन फाइदा भनेको चाहिँ मैले धेरै युज गरिरहेको भनेको एउटा गीत सुन्नको लागि पनि हो, एउटा भिडियो बनाउनु भयो, एउटा गीत सुन्नु भयो। अनि अफकोर्स अर्को फाइदा के छ भने जापानमा चाहिँ यस्तो म्युजिकहरू सुनेर हिँड्न मिल्दैन नि त, पुरा हेडफोन सेडफोन लगाएर। अनि यो लगाएर हिँड्दाखेरि चाहिँ कसैले गीत सुनिरहेको भन्ने थाहा पाउँदैन कि। अब आफ्नो सेफ्टीको लागि आफूले सानो साउन्डमा चाहिँ म्युजिक बजाएर चाहिँ हिँड्नु पर्यो होइन भने ठुलो साउन्डमा बजाएर हिँड्यो भने त फेरि थाहा भइहाल्छ। तर जापानिज पुलिसहरूलाई पनि मलाई जसरी लाग्छ धेरैजनालाई चाहिँ यो स्मार्ट ग्लासेसको बारेमा थाहा छैन। थाहा भए पनि यस्तो टाढाबाट हेऱ्यो भने चिन्दैन कि यो स्मार्ट ग्लासेस हो, यसमा म्युजिक सुन्न मिल्छ भनेर। मलाई अहिलेसम्म त्यस्तो तरिकाले के हेरेको पनि छैन, समातेको पनि छैन किनकि थाहा नै हुँदैन यो यसरी टाढाबाट हेर्दाखेरि यो स्मार्ट ग्लास हो, यसमा म्युजिक सुनेर हिँडिरहेको छ यसले भनेर। ठुलो पाऱ्यो भने चाहिँ अलिकति बाहिर साउन्ड चाहिँ आउँछ, तर ठिक्क साउन्डमा सुन्यो भने एकदम थाहा पनि हुँदैन, आरामले तपाईँले गीत सुन्दै हिँड्न सक्नुहुन्छ। तर त्यो भन्दा पनि मैले डेली त्यो गीत सुनेर पुरा केही नसुन्ने गरी चाहिँ हिँड्दिनँ जेहोस्। अनि अर्को एउटा फाइदा पनि छ यसको, हामीले यो लगाएर चाहिँ गीत सुनिरहेछौँ भने हाम्रो कान त फ्री नै छ नि त, खाली नै छ नि त। अनि हामीले यो सराउन्डिङको आवाज पनि सुनिरहेकै हुन्छौँ कि।
लगभग त्यो सराउन्डिङको आवाजबाट चाहिँ हामी आउट छैनौँ कि, मतलब नसुन्ने होइन कि, सुनिरहेको हुन्छ। म्युजिक धेरै ठुलो पाऱ्यो भने चाहिँ म्युजिकको आवाजले नै जित्छ, त्यसमा चाहिँ म्युजिकको आवाज मात्रै सुनिन्छ। तर ठिकको आवाजमा सुन्दाखेरि चाहिँ यताउताको कसैले बोलाइरहेको छ भने, कसैले के भनिरहेको छ भने पनि हामीले चाहिँ सुन्छौँ। अनि त्यसपछि चाहिँ फुल्ली हेडफोन लगाएर त्यो हामीले रुल तोडेर हिँडेको टाइप पनि छैन कि यो। एक हिसाबले हामीले त्यो साइकलमा म्युजिक सुनेर हिँड्नु मिल्दैन भन्ने जुन रुल छ त्यसलाई पनि ब्रेक गर्छ कि यसले, जस्तो लाग्छ मलाई चाहिँ। केही नसुन्ने बनेर त हिँडेको छैनौँ नि त। र यो ग्लासेसको थर्ड फाइदा भनेको यसमा भएको एआई एसिस्टेन्ट हो। अहिले म चाहिँ जापानमा छु, त्यही भएर जापान रिजनको लागि चाहिँ, कन्ट्रीको लागि चाहिँ धेरै फिचर यसले दिएको छैन एआईमा चाहिँ। र अरू देशहरूमा चाहिँ यसले धेरै अपडेटहरू गरिसकेको छ र धेरै फिचरहरू पनि दिइसकेको छ होइन, धेरै कुराहरू चाहिँ गर्न सकिने बनाएको छ। तर जापानको केसमा यदि म हेर्छु भने यसमा धेरै मलाई फिचर छैन, लिमिटेड फिचर छ। जो क्यापेबल चाहिँ छ, तर त्यो फिचर चाहिँ कहिले रिलिज हुन्छ मलाई थाहा छैन। जापानको रिजनमा चाहिँ फोटो क्याप्चर गरेर त्यसलाई एनालाइज गरेर के हो भन्ने अनि यस्तो यस्तो मैले देखिरहेको हुन्छु भिडियोमा होइन। तर त्यो सबै चाहिँ यसमा छैन, रिजन नट एभाइलेबल अथवा आई क्यान डु द्याट, मतलब त्यस्तो टाइपको फिडब्याक आउँछ होइन। त्यो गर्दाखेरि चाहिँ त्यही भएर चाहिँ अलिकति कन्ट्री रेस्ट्रिक्सन टाइपको चाहिँ छ, किनकि जापानमा अफिसियली यो लन्च भइसकेको चाहिँ छैन। अनि यो सेफ्टी रिजनहरूले लन्च नभएको होला जस्तो लाग्छ। यो अफिसियल लन्च भएर किनेको ग्लासेस होइन। यदि जापानको हामी अफिसियल वेबसाइटमा गएर रेबनको यो ग्लासलाई चाहिँ किन्न खोज्छौँ भने अनएभाइलेबल नै देखाउँछ। मैले चाहिँ थर्ड पार्टीबाट नै किनेको हो, इम्पोर्टेड गरेर। त्यही भएर अलिकति महँगो पनि परेको थियो त्यो बेलामा चाहिँ मैले किन्दाखेरि चाहिँ। अनि अर्को कुरा चाहिँ अफकोर्स यो रेबन ब्रान्डको ग्लासेस भयो, फ्रेम भयो, त्यही भएर चाहिँ यो यतिकै लगाएर हिँड्नु पनि राम्रै हुन्छ जस्तो लाग्छ। तर मेरो फेसलाई चाहिँ अझै सुट गरेको छैन, किनकि म खासै ग्लासेस गाई पनि होइन, म खासै ग्लासेस धेरै लगाउँदा पनि लगाउँदिनँ। तर ग्लासेस लगाइरहने अनि यो फेसलाई चाहिँ सुट गर्ने खालि कोही हुनुहुन्छ भने, अनि यसको थुप्रै भेरिएन्टहरू छ। यो चाहिँ वेलफेयर मोडल हो होइन, अनि यसको थुप्रै भेरिएन्टहरू पनि छ। जेड्सहरूको लागि पनि छुट्टै भेरिएन्ट छ यसको, अनि अर्को लिमिटेड एडिसनहरू पनि छ। यदि त्यो सुट गर्छ भने तपाईँहरूलाई चाहिँ फ्रेम पनि एउटा भ्यालु फर मनी हुन्छ, किनकि यो चस्मा मात्रै लगाएर हिँड्दाखेरि नि राम्रो फ्रेम छ भने तपाईँको फेस साइजमा सुहाउँछ भने चस्मालाई मात्रै पनि अब रेबनको राम्रै प्राइस पर्छ नि त। अनि त्यो पनि चाहिँ हामीले प्राइसमा जोड्नुपर्छ जस्तो लाग्छ, अनि त्यो चाहिँ फाइदाकै रूपमा लिनुपर्छ जस्तो लाग्छ। अर्को फाइदा के हो भने यसको केस हो। यो यसको केस चाहिँ आफैमा पनि फाइदा हो, किनकि यसमा तपाईँले भित्र हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ एउटा चार्जिङ पोइन्ट दिएको हुन्छ, अनि चस्मामा चाहिँ यहाँ बिचमा चाहिँ चार्जिङ पोइन्ट छ। अनि केसको यो यसमा गएर चाहिँ ट्याक्क बस्छ कि यो चाहिँ, अनि हामीले यसलाई चाहिँ यसरी राख्दाखेरि चाहिँ ट्याक्क गएर ठिक्क त्यहाँ गएर बस्छ, अनि यसको चार्ज हुन्छ। चार्ज हुने यसरी सुरु हुन्छ। अनि यो चस्माको अर्को फाइदा भनेको तपाईँले भिडियोहरू खिच्नासाथ, फोटोहरू खिच्नासाथ तपाईँको मोबाइलसँग चाहिँ यो कनेक्ट हुन्छ। तपाईँले एकचोटि एपमा चाहिँ कनेक्ट गर्नुपर्छ, मेटा एआई भन्ने एप छ, त्यसमा चाहिँ सबै सिङ्क भएर चाहिँ तपाईँको मोबाइलमा डाइरेक्टली आउँछ। यदि तपाईँले त्यो सिङ्क गर्नु भएको छैन भने तपाईँको ग्लासेसकै मेमोरी 32 जिबीको हुन्छ, त्यसमै स्टोर भएर बसिरहन्छ। तपाईँले डिलिट नगरेसम्म अथवा फोनमा सिङ्क नगरेसम्म तपाईँले त्यसको एक्सेस चाहिँ लिन सक्नुहुन्छ। त्यो चाहिँ फाइदा कुरा हो। अब फाइदा त मैले धेरै भने, अब बेफाइदाको बारेमा कुरा गरौँ है त। यसको सबभन्दा ठुलो बेफाइदा यसको भनेको यसको ब्याट्री लाइफ। अफकोर्स तपाईँले देख्न सक्नुहुन्छ यति सानो साइजमा सबै कुरा फिट छ नि त। अब त्यही भएर चाहिँ ब्याट्री साइज चाहिँ एकदम सानो छ। मैले अलिकति अगाडि पनि भनिसकेँ, यसले 3 मिनटको भिडियो फुल गऱ्यो भने 4 चोटि भन्दा बढी गर्न सक्दैन। अनि यसको अफकोर्स ब्याट्री लाइफ चाहिँ बिस्तारै घट्दै जानेछ मैले युज गर्दै गएपछि। अनि यदि तपाईँले गीत सुन्नुहुन्छ भने नर्मल युजेसमा 4 घन्टा जति तपाईँले गीत सुन्न सक्नुहुन्छ एभरेज भोल्युममा। अनि अर्को बेफाइदाको बारेमा कुरा गर्दाखेरि यसले 1080p भिडियो मात्रै रेकर्ड गर्छ, 4K भिडियो रेकर्ड गर्दैन। अहिलेको यसको पनि एउटा नयाँ भर्जन आइसकेको छ, भर्जन 2, त्यसमा चाहिँ 4K भिडियो पनि रेकर्डिङ गर्ने भएको छ अहिले चाहिँ। तर यसले चाहिँ 1080p भिडियो चाहिँ रेकर्ड गर्छ 60 FPS मा, र त्यो चाहिँ बेफाइदाको रूपमा चाहिँ म लिन्न चाहिँ। तर 4K भने पनि त्यस्तै सिमिलर क्वालिटीको एक्सपर्ट हुन्छ भनेर चाहिँ धेरै कम्पेरिजन भिडियोमा मैले देखेँ होइन। त्यही भए पनि 1080p भिडियो रेकर्ड गर्छ। त्यसलाई पनि अहिले हामीले डाउन साइडमै राख्थ्यौँ। अर्को बेफाइदा भनेको चाहिँ तपाईँले यो यसरी लगाउनु भयो अनि तपाईँको भिडियो चाहिँ के रेकर्डिङ भइरहेछ भने चाहिँ तपाईँले हेर्न सक्नु हुँदैन। यहाँ केही पनि देखाउँदैन, यसमा खाली नै हो होइन। लगभग अन्दाजमै चाहिँ तपाईँले यो रेकर्डिङ भइरहेछ, यति फ्रेम चाहिँ मेरो रेकर्डिङ भइरहेछ भन्ने हिसाबमा चाहिँ अन्दाज लगाउनु पर्ने हुन्छ। त्यस्तो धेरै फ्रेम आउट हुने चाहिँ हुँदैन होइन। मैले रेकर्ड गर्न चाहेको चिज चाहिँ रेकर्ड भएन भन्नेसम्म चाहिँ हुँदैन, किनकि यसमा अल्ट्रा वाइड लेन्स चाहिँ युज भएको छ। वाइड क्याप्चर गर्छ कि यसले, धेरै कुराहरू क्याप्चर गर्छ। अनि त्यही भएर चाहिँ त्यस्तो प्रब्लम चाहिँ मलाई आएको छैन। जस तपाईँले के क्याप्चर गर्दै हुनुहुन्छ भनेर चाहिँ हेर्न चाहिँ कुनै लाइभ चाहिँ हेर्न मिल्दैन।
त्यो चाहिँ एउटा डाउन साइडकै रूपमा लिउँ न त हामी हैन। अनि लगभग त्यही हो फाइदा र बेफाइदाहरू कुरो लगभग त्यति नै हो। यसको युएस डलर प्राइस चाहिँ $300 अनि त्योभन्दा तल पनि आएको देखेको छु मैले। अफिसियल युएस तिर बस्नेहरू अनि अस्ट्रेलियातिर बस्नेहरूको लागि चाहिँ राम्रो प्राइस हो त्यो चाहिँ। तर जापानको लागि चाहिँ अफिसियल लन्च नभएर चाहिँ अलिकति महँगो छ। अमेजनहरूमा पनि किन्न पाइन्छ। यदि तपाईँ कन्टेन्ट क्रिएट गर्न चाहनुहुन्छ ह्यान्ड्स फ्री हैन ट्याक्क लगाएर भने चाहिँ एकदम राम्रो इन्भेस्टमेन्ट हुन्छ यो चाहिँ। अनि प्लस तपाईँले अब अडियो सुनेर चाहिँ अनि त्यसको फाइदा पनि उठाउन सक्नुहुन्छ हैन। ओभरअल यो चाहिँ नराम्रो प्रोडक्ट चाहिँ होइन। जस्ट भ्यालु फर मनी प्रोडक्ट नै हो। यदि तपाईँ कन्टेन्ट क्रिएट गर्न चाहनुहुन्छ भने फाइदा नै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। मेरो एक्सपिरियन्स चाहिँ मैले लगभग भने यसको बारेमा धेरै कुरा नै भने मैले। जस कस्तो लाग्यो भिडियो भन्नु होला र बाई बाई।